धेरै कुरा हाम्रो अजन कामरेडले भनेर गइसक्नु भएको छ। आज हामी राष्ट्रिय पुँजी र उद्योग व्यवसाय प्रबन्धन गरी श्रमको सम्मान गर्नु, श्रमिक वर्गको नयाँ जनवादी सत्ता प्राप्तिका लागि एकजुट बनाऊ भन्ने उद्घोषका साथ जो तपाईहरु यो अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गरिराख्नु भएको छ, यो नाराले तपाईहरुको समस्या पनि बोकेको छ र समाधान पनि बोकेको छ। समस्या यस मानेमा बोकेको छ कि आजसम्म नेपाली समाजको परिवर्तनको आन्दोलनमा नेपाली श्रमजीवी जनताहरूलाई प्रयोग मात्र गर्ने काम गरियो, राष्ट्रिय उद्योग पुँजीपतिहरूलाई पनि प्रयोग गर्ने काम गरियो र उनीहरूमाथि नवउदारवादी घोडा चढाउने काम गरियो र मजदुर वर्गमाथि थप शोषण सिर्जना गरियो। त्यसको उपचार केबाट हुन सक्छ त? के गर्यो भने त्यसको उपचार हुन्छ? यो समस्याको समाधान के गरी हुन्छ? अहिले नेपालमा वर्गीकृत दर्जनौं भन्दा बढी ट्रेड युनियनहरू छन्। नेपाली कांग्रेसको ट्रेड युनियन छ, एमालेको छ, माओवादीको छ, लगायतका दलहरूको ट्रेड युनियनहरू छन्। ती सबै ट्रेड युनियन कस्तो ट्रेड युनियन हुन् भन्दा ती नवउदारवादी नीतिहरू कार्यान्वयन गर्ने ट्रेड युनियनहरू हुन्। अर्थात् नेपाली श्रमजीवी जनता मजदुर वर्गमाथि शोषणको पीडन कसरी कायम गराउन सकिन्छ, गराइराख्न सकिन्छ, उनीहरूलाई झुक्याउन सकिन्छ, उनीहरूले झुक्याएर उनीहरूको श्रममाथि रायदाय गर्न सकिन्छ भन्ने किसिमका नयाँ खालका शोषणका दाउहरू स्थापित गराउने कार्यान्वयन गर्ने एउटा संयन्त्रको रूपमा ती ट्रेड युनियनहरू रहेका छन्। र त्यो ट्रेड युनियनको बिचमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले यो उद्घोष किन गर्नु परेको छ त भन्दाखेरि यो संसदीय व्यवस्थाबाट श्रमजीवी जनताको मुक्ति हुँदैन, मजदुरको मुक्ति हुँदैन, हित हुँदैन, किसानको हित हुँदैन, महिलाको हित हुँदैन, युवाको हित हुँदैन, गरी खाने वर्ग पेसाकर्मी कसैको पनि हित हुँदैन। तपाईँ हामीले देखेका छौँ के ४६ साल पछाडि ४६ साल पनि हामी मजदुर वर्ग किसान वर्गले लगाएर ल्याएको हो नि, त्यहाँ किसान वर्ग र श्रमजीवी मजदुर वर्गको हित कायम भयो त? भएन नि। ६२-६३को आन्दोलन भयो, त्योभन्दा अगाडि जनयुद्ध भयो, त्यसले त उ बेलामा प्राप्त अलिअलि अधिकार पनि खण्डित गर्ने काम गर्यो। तपाईलाई थाहा छ यो संविधान 2049 जुन छ त्यसले शुद्ध राखेको, तर संविधान 2074ले ती चिजलाई निकालिदिएको कुराले के कुरा प्रश्न हुन्छ भने हामी थप शोषणमा परिरहेका छौँ। अर्थात् हायर एन्ड फाइट नो पे भनेको के हो? त्यो थप शोषण हो। हामी समाजवाद उन्मुख व्यवस्थाले त्यसो गर्न मिल्छ? काम गर्ने मान्छेलाई चाहिँ झन् बढी प्रोत्साहन गर्नुपर्ने, झन् बढी सहयोग गर्नुपर्ने, झन् बढी सक्षम बनाउनु पर्ने, झन् बढी